नमस्कार साथीहरू, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो समाजमा अझै पनि पर्दा पछाडि नै सीमित छ, तर यो हरेक विवाहित जोडीको जीवनको एउटा अभिन्न हिस्सा हो। श्रीमान र श्रीमतीको सम्बन्ध केवल एउटा घर चलाउनु वा सन्तान जन्माउनु मात्र होइन, यो त दुईवटा आत्माको मिलन र एकअर्कालाई बुझ्ने प्रक्रिया हो। धेरै जोडीहरूको एउटै साझा प्रश्न हुन्छ, एउटा स्वस्थ सम्बन्धका लागि शारीरिक सामिप्यता कति जरुरी छ र हप्तामा कति पटक सम्बन्ध राख्नुपर्छ। विज्ञान र स्वास्थ्यको कुरा। पहिले विज्ञानको कुरा गरौँ। स्वास्थ्य विशेषज्ञहरू भन्छन् कि नियमित शारीरिक सम्बन्धले शरीरमा अक्सिटोसिन हर्मोन पैदा गर्छ, जसलाई लभ हर्मोन भनिन्छ। यसले जोडीहरूबीचको विश्वास बढाउँछ र आपसी तनावलाई कम गर्छ। तर प्रश्न उही छ, कति पटक? विभिन्न अध्ययन र अनुसन्धानका अनुसार हप्तामा 1 देखि 2 पटक सम्बन्ध राख्ने जोडीहरू अन्य जोडीको तुलनामा बढी खुशी र सन्तुष्ट पाइएका छन्। यसले मुटुको स्वास्थ्य राम्रो बनाउने, इम्युनिटी पावर बढाउने र राम्रो निद्रा लाग्न समेत मद्दत गर्छ। उमेर र परिस्थितिको प्रभाव। तर के सबैलाई यही नियम लागू हुन्छ त? पक्कै हुँदैन। हरेक जोडीको उमेर, स्वास्थ्य अवस्था र कामको कार्यतालिका फरक हुन्छ। 20 देखि 30 वर्षको उमेरमा यो दर बढी हुनु स्वाभाविक हो, तर 40 कटेपछि वा सन्तान भएपछि जिम्मेवारी बढ्दा यो दर कम हुन सक्छ। धेरै जोडीहरू यसै कुरालाई लिएर चिन्तित हुन्छन् कि उनीहरूको बीचमा पहिलेको जस्तो जोश छैन। तर याद राख्नुहोस्, जीवनको हरेक चरणमा शारीरिक आवश्यकताहरू परिवर्तन भइरहन्छन्। यो कुनै प्रतिस्पर्धा होइन, बरु यो त एक अर्काको शरीर र भावनाको सम्मान गर्ने अवसर हो। संख्याभन्दा गुणस्तर, क्वालिटी ओभर क्वान्टिटी। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने संख्या, नम्बर्सले मात्र तपाईको सम्बन्ध कति बलियो छ भनेर बताउन सक्दैन। यदि हप्तामा 5 पटक सम्बन्ध हुन्छ तर त्यहाँ माया, सम्मान र आपसी सन्तुष्टि छैन भने त्यसको कुनै अर्थ रहँदैन। एउटा स्वस्थ सम्बन्धको लागि क्वालिटी टाइम सबैभन्दा ठूलो कुरा हो। कहिलेकाहीँ केवल सँगै बसेर कुरा गर्नु, एक अर्काको हात समात्नु वा अँगालो हाल्नु पनि शारीरिक सम्बन्ध जत्तिकै प्रभावकारी हुन्छ। सामिप्यताको अर्थ केवल ओछ्यानमा गरिने क्रियाकलाप मात्र होइन, यो त एक अर्काको भावनामा जोडिनु पनि हो। खण्ड 4, समस्या र समाधान। आजको व्यस्त जीवनशैली, मोबाइलको अत्यधिक प्रयोग र अफिसको तनावले गर्दा धेरै जोडीहरू टाढिँदै गएका छन्। यदि तपाईलाई लाग्छ कि तपाईको सम्बन्धमा दूरी बढ्दैछ भने एकअर्कालाई दोष दिनुको साटो खुलेर कुरा गर्नुहोस्। आफ्नो पार्टनरको थकान र मुडलाई बुझ्ने प्रयास गर्नुहोस्। कहिलेकाहीँ सानो स्पर्श वा म तिमीलाई माया गर्छु भन्ने एउटा वाक्यले पनि ठूलो जादु गर्छ। शारीरिक सम्बन्ध सधैँ दुवैको सहमति, कन्सेन्ट र इच्छामा हुनुपर्छ। यसलाई कहिल्यै पनि जबरजस्ती वा कर्तव्यको रूपमा मात्र नलिनुहोस्। हप्तामा कति पटक सम्बन्ध राख्ने भन्ने कुरा तपाईं र तपाईको पार्टनरको आपसी समझदारीमा निर्भर गर्दछ। कसैले भनेको संख्या पछाडि दौडिनुभन्दा आफ्नो सम्बन्धको कम्फर्ट जोन खोज्नुहोस्। माया, विश्वास र सञ्चार नै सुखी वैवाहिक जीवनका 3वटा मुख्य स्तम्भ हुन्। तपाईलाई आजको यो जानकारी कस्तो लाग्यो? के तपाईं पनि मान्नुहुन्छ कि व्यस्तताले गर्दा आजका जोडीहरू एकअर्काबाट टाढिँदैछन्? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक र शेयर गर्न नबिर्सिनुहोस्। यस्तै महत्त्वपूर्ण भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।